चाहिँ मेरो माछा पाक्यो। हेर्नुहोस् है, सादा माछा, डुक्पा स्टाइलको माछा। 20 जना छ, सबै टोटल गरेर। अन्त एक कराई त सुप निकाल्नै पर्यो। टाउको पनि हालेर अनि यहाँ चाहिँ गोरुको भुडी खेप पाक्दैछ। म यस्तो डरले घाम लागिरहेछ कि आज। अब यो खाना पकाइसकेर चाहिँ धान रोप्न जान्छु तलनिर। तल त घाम लागिरहेछ। हुन्छ, बाई बाई। मेरो यस्तो छुट्टे भिडियोलाई, मेरो ऱ्यान्डम भिडियोलाई तपाईँहरूले मन पराइदिनु हुँदैछ, तपाईँले माया गरिदिनु हुँदैछ। धेरै धेरै धन्यवाद। अनि मेरोबाट तपाईँलाई धेरै 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 माया। बाई बाई। म अर्को नयाँ भिडियोमा भेट्नेछु, म आउनेछु तपाईँहरूको माझमा, तपाईँहरूको साथमा। घाम लागेर सर्दी भयो नि। आया चुलामा खाना पकाएर स्याहार भइरहेको छु। त्यो गरम, सबलाई गरम भएर।